पुरै युमरी पूर्णिमाको दिनमा आज पाटन दरबार स्क्वायर बवाल पुरै टनाटन मान्छे आज मेयर साहबको स्वागतको लागि पुरै नगरपालिका कर्मचारीहरू पुरै सबैजना हुनुहुन्छ। हामी पनि हेर्दैछौँ महोत्सव, पाटन महोत्सव। त्यसमाथि युमरी पूर्णे हेर्नुहोस् कटन कलेक्सन। मल्टीपर्पज कुजिन भनेको छ। चिज, बटर, चौरा सितौरा आदि इत्यादि सबै पाइन्छ। पेन स्ट्यान्डहरू पनि पाइने रहेछ। रुहरू रहेछ। भूमि ब्याङ्क, फ्लाइवेयर, यतातिर त पुरा राजेन्द्र ह्यान्डिक्राफ्ट भन्नेहरू रहेछ। उद्योग, फेसन कलेक्सन, मुस्कान इन्टरप्राइजेज, अन्ना सेट, म्याडमले कति ल्याएर राखेन फेरि मैले लगेँ अहिले फिर्ता ल्याउनु नगरपालिका प्रभारी यो आज चाहिँ यस्तो छ यहाँ यहाँबाट हेर्नुहोस् आज पाटनमा चाहिँ यो युमरी पूर्णे धान्य पूर्णिमाको दिनमा यहाँ महोत्सव चलिरहेकोले गर्दाखेरि वातावरण एकदम खतरा छ। फेरि यो महोत्सवको चाहिँ के अरे उद्घाटन चाहिँ हाम्रो पाटन मेयर साहबले गर्नुहुन्छ होला। त्यसैले गर्दाखेरि मेयर साहबको आउने गर्दाखेरि फुड स्टल चलिरहेको छ। स्टल नम्बर सेतुवा, आलु, ससेज, स्याखाले टोपी मात्र रहेछ। उता रहेनछ आज युमरी चाहिँ रहेनछ। युमरी ट्रेकिङ लैजाने भनेको रहेनछ आज खै। युमरी अचार सचार पनि पाइँदो रहेछ।
ल ज्यापु समाजद्वारा कुपूजा कति रमाइलो छ यहाँ हेर्नु अनि यताको ट्र्याक सुट मड्युल छ ज्याकेट छ पिनामा रहेछ अच्छा बिए ज्याकेट छ ज्याकेट त कार्ड बिन ज्याकेट पर्सन यहाँ बरु ज्याकेट जाने मिल्दैन भने के सामानहरू यो ठाउँको घालाछे भन्ने ठाउँ पनि रहेछ, लेखा बहाको पनि रहेछ, हग भन्ने ठाउँ पनि रहेछ। सबै पुरै आफ्नो आफ्नो ठाउँ अनुसारको कहाँको के बनाएको छ सबैको पुरा कुन कुन ठाउँको स्य सामान अनि बागर भन्ने पनि रहेछ, सौग रहेछ, ढपगा रहेछ, सतुवा काप टुपा रतुवा तालाछे सबै ठाउँको रहेछ यहाँ। हेलो हेलो मन्जु म्याम, यो अहिले म पाटनमा छु। पाटनमा चाहिँ यो पुरै आज यो झ्याउमारी महोत्सवको आज सुरु हुन लागेको छ। हाम्रो यहाँको मेयर साहब आइपुग्नु भएको छैन, उहाँ आउनु भएको चाहिँ यो चाहिँ अफिसियल्ली स्टार्ट हुन्छ यो प्रोग्राम। अहिले चाहिँ चलिरहेको छ बिस्तारै। अनि हाम्रो सबजना हाम्रो दाइहरू, हाम्रो सब नेवारी दाजुभाइहरू सबजनाहरू आफ्नो उसमा हुनुहुन्छ। रमाइलो एकदम रमाइलो छ। यतातिर इन्टरभ्यू पनि चलिरहेछ। दरबार स्क्वायर महिला समाजद्वारा पनि यो चाहिँ झ्याउमारीको परिकार बन्दै होला यहाँ। त्यस्तै केही छ भनेको चाहिँ, कुन ठाउँमा के भन्ने नै छैन। यो भेन्सन थान मङ्गलबजारको समूहले बनेको रहेछ।